हेलो हेलो मैले चाहिँ होइन एउटा 4 कि 5 वर्ष लगभग 5 वर्ष अगाडि खिचेको मर्जी जाँदाको ट्रेकको मैले त्यति बेला नि ब्लग बनाएको रहेछु। मलाई बल्ल याद मतलब के ल्यापटपमा भिडियो हाल्दै थिएँ अनि त्यो पुरानो भिडियो देखेँ अनि त्यसपछि अब त्यो भिडियोलाई नि एडिट गरेर हालिदिउँ भनेर अनि त्यति बेलै ट्राई गरेर रहेछु कि ब्लग बनाउनु त। अब त्यति बेला अपलोड चाहिँ गरेको थिइनँ। अहिलेको यो च्यानलमा चाहिँ अपलोड गर्छ कस्तो हुन्छ लास्टै कमेडी लाग्थ्यो मलाई चाहिँ। अब आफूलाई पुरानो आफूलाई हेर्दाखेरि कमेडी त लाउने भयो ल अब सबैले हेर्थ्यौँ है त कस्तो हुन्छ ल। हेलो गाइज वेलकम टु माई ब्लग। ओके लेट्स गेट स्टार्टेड। Mati tour is on now. Hello guys, we are heading towards Hello guys, we are heading towards Mordi. अनि हामीसँग एक जगल्टे बाबा हेर्न हे गाइस नाम देखिया यस्तो हेन्सम देख्यो ल ठिक छ हेन्सम देखिया अब टक्क पर्सि युट्युबमा हालिदिन्छु मैले हैन केटाहरु चाहिँ हेर है सचिन भ्लग्स सचिन भ्लग्स यस्तो हो क्या आज फोकेमा 60 fps हुनु पर्ने के हान्न उतिया राख्यो भने सबै आउँछ त सबै हात अडाएर के हान्ने हो र यहाँ हिँडेको चाहियो अरे बाटो देखेन बाटो मलाई भन्नमा म भ्लगर मेरो दाइ हात निकालेर गर्दिनु भ्लगर मेरो दाइ भ्लगर हो यस्तरी नै हल्लिन्छ त यस्तरी किन हल्लिन्छ ओए सही भयो कहाँ हान्दैन त्यहाँ जान अलि अगाडि गएर हल्ली तेन्दुलकर कसको सेवा गरिस् र मेरो नि कसैले खिचिदियो है। यही हो हाम्रो हिँड्ने बाटो। हेरौँ प्रवेश कोइराला नाटके दाइ लौरो छोटेर लाम भएन नाप्दै हिँड्ने यो मान्छे हेरी मान्छे एकुरेट चाहिने खत्तम छ यो भनेको हिरो हो। ए यो पनि आचार्य नत्र भन्थिनँ त्यही भएर भनिदिएको हो। कता हो कता यार बादल कोइराला उताको उतो आधा काटेको ठिक्क हुन्छ क्या फेद्दैलाई काट कस्तो होला बाँसको आँखालाई खानु गाह्रो हुन्छ नलले तँलाई जुन सही यस्तो पातोले निहाल्यो कि ढङ्ग हेर्न ओ झ्याप्पा हान्न तेर्छ हान झ्याप्पा हान्न एकचोटिमा काटिन्छ त हो कहाँ मरे के रजस तैँले थाहा भयो डुब्बो काट्दे तेर्छ भर्टिकल होइन होरिजेन्टल हान होरिजेन्टल नै होइन अझ ठाडो स्ल्यान्टेड भन्छ इङ्ग्लिसै भन्नुपर्छ बुझ्दैन केटा स्ल्यान्टेड हान्यो भने झ्याप्प काटिन्छ क्या माथिले हामी गरिदिउँला उल्टोतिरबाट गर्न ठड्याएर गर्न राम्ररी काटिन्छ आँखलाई हो त्यसरी सिक्नै नि पर्छ चुया नि काट्यो हुन्छ एउटा दुइटा पकारि बुनेर लैजाने हो क्या चुयाबाट माथि आइज क्या माथि आइज टङ आवाज आउला है तर यहाँ बाटो चाहिँ खतरा है। मलाई नदेख राम्रो ह्यान्डसम आखास कि एउटा सर ह्यान्डसम हो इच्छा पुरा भयो ल खुसियास एकदम हेर त ओहो नि हाँसीले हामीले काम लाउँछ भने अहिले के न केटा काम लाउँछ क्या हाँसी त ए ढङ्ग यहाँ आमा हेर त त्यस्तरी होइन कि त्यहाँ नकाट के आँखा हुन्छ मुनि काट देखि म काटिदिन्छु म ठार्ने हो कि
हाम्रो त किन बनाउँछ यार यहाँ राखेर झ्यामझ्याम हाल्नु भइहाल्छ ठिक छ क्या यो नेपालको लागि दुःख भन्नु ल यो चाहिँ हाम्रो बाँदर है मङ्की इन द हाउस यो चाहिँ हग्नु लाग्यो है गाइस गलबन्दीले कानमा हाल्यो जनै कानमा हाले चाहिँ यो हग्न लाग्यो हेर है किन आएछु भयो यसलाई अहिले यहाँ यसलाई देख्नुहुन्छ नि बौलायो यो हेर पागल भयो हिँड्दै के छ त नि अनि केटाहरू खबर कस्तो कस्तो भइराखेको छ त नि ट्रेकिङ एक्सपिरियन्स रुखहरू हेर न बा क्या खतरा यार एउटा हो यहाँ घुत्रुकै ढल उठ भाइ उठ कति सुत्छस् भाइ उठ ओए परवेश यहाँ के भर्खर एउटा रुख भर्खरकै ढकल्ने क्या थिइस् नि भर्खरकै एउटा रुख भर्खरकै ढल्ने क्या थिइस् नि म भिडियो हेर्दै नि हौ मैले ओह्रालै नदेखिराखेको कि धन्दै सिधै गइदिएर ए यसरी लडेँ म भन्ने नि गाई जसरी लडेँ म होइन के क्रिकेट खेल्नुहुन्थ्यो नि यहाँ माथि आएर है के उहाँ माछा पुछ्रेको टुप्पामा पुऱ्याउने भइहाल्यो एउटा बलर एउटा ब्याट्सम्यान विकेट किपर भइहाल्यो के ल हान ल विचार गर कस्तो तल जाने तिमी ए लात्ताले हान्ने ढल्दैन ल यो ल लात्ताले हान्ने रे ढल्यो भने योलाई एक सर्टमा भनेको होइन 2 सर्ट हान्दिरा भन यस्तो ल गाई चाहिँ हाम्रो ट्रेकिङ चाहिँ मध्ये के भन्छ मध्ये मध्ये होइन असाध्य भयो भनेछन् मेरा साथीले मित्रले खिच्दिन अट मेरो भ्लगमा आयो भने तल त्यो भन्दा थ्याङ्क यू कमन कमन फोन गर्दा त झ्याउ गर्दै घरबाट फोन गरेर त्यस्तो गरेर भन्नु के त्यो घरवाली नै हो मैले फ्युचर देख भन लड्छ रे केटोले कसै एकचोटिमै झ्याप्पै काटेको त नि हो त्यो बाङ्गोबाट छ्याप्पा हान्दै हुन्छ अहिले अरू बाङ्गो चिल्लो दलेर भने ल उ त्यहाँ हो त्यहाँ सिधा ढुङ्गामा ठोक के खाले आँखीले राखेको
साले खसमला यार भिडियो कहाँ पुगेको थाहा भइन्छ खसमला हैन यानी अच्छा कतै खाइ नि यार ठोक्यो 50 रुपियाँ सकियो केटाहरूको क्यान त नि भाइ उ त्यसले लौरी लौरी हाल्ने के रुखमा हाल्ने यिनीहरू नि त्यो अलिकति बाङ्गो भएको क्या है त्यही होइन परुस मान्छे कस्तो हो र बाङ्गै ठिकिन्छ त्यसलाई यत्रो हुन्छ लामो हुन्छ यो हुन्न होला उठाएर माथि माथि चुप्पो नकाट माथि त्यो चर्केको भाग काट यहाँ काट त्यहाँ चर्केको नि त्यो भाग काट चुच्चो भयो यसो छम्म गर्नु कति छिटो आएको आसी त हट्दैन गाइज अहिले चाहिँ हामी होइन केटा हो भिडतिर हेर ल हेर फोहोर हेर यस्तो अनम्यानेज छ यस्तो वे छ होइन अब यस्तोमा हिँडेपछि के हुन्छ ल हेर गाइज हेर यो चाहिँ भिरै गाइज अब तिमीहरू यहाँबाट हेर्छौ यो चाहिँ हाम्रो पाखे हिउँ होला रे ल हामी चाहिँ अब हिमाल पहाडभन्दा माथि आइयो होइन यो चाहिँ सर्लक्कको भिरै गाइज हेर गाइज त्यो चाहिँ गाउँ है गाइज अनि हामी यति बेला चाहिँ फरेस्ट क्याम्प पुग्न लागेको थियौँ अनि यहाँ चाहिँ फरेस्ट क्याम्प पनि यो फरेस्ट क्याम्प हो हामी चाहिँ जे होस् 2, 2:30, 3 बजी चाहिँ पुगिसकेको थियौँ कि लास्ट चाँडो हिँडेर